नमस्ते दर्शकबिन, म शरण प्रधान। आज म तपाईहरुलाई विशेष खबर दिन आएको छु। कृपया ध्यान दिएर सुन्नुहोला। समयको मूल्यको चौथो पाठ अर्को मेरो पुरानो च्यानलमा हालेको छु। त्यो च्यानलमा गएर यो एपिसोडको चौथो पाठ हेर्नुहोला। त्यो समयमा हप्ताभरि गिटी कुटेर कति पैसा कमाए र त्यो पैसा मैले के गरे, साथै आइतबारको दिन बारी खन्दै बारीमै बुवाले गरेको गफगाफमा सुन्न लायकको कथा छ। हेर्न नछुटाउनु होला, लिंक डिस्क्रिप्सनमा हालेको छु। त्यो पुरानो च्यानलमा यो समयको मूल्यको चौथो पाठ हाल्नुको मतलब त्यो च्यानलमा धेरैले सदस्यता लिएका थिए अथवा मन पराएका थिए। मैले त्यसैले ती साथीहरूलाई छोड्न र धोका दिन सकिन। त्यसैले मैले त्यो च्यानलमा हालेको हो। धन्यवाद तपाईको साथ र मेरो कोसिस हो। त्यसैले लिंक डिस्क्रिप्सनमा छ। त्यहाँ गएर समयको मूल्यको चौथो पाठ हेर्नुहोला। त्यहाँ मेरो बाल्यकालको कहानीको एकदमै महत्त्वपूर्ण मोड उल्लेख गरेको छु। धन्यवाद।